नमस्कार साथीहरु, आजको यस भिडियोमा म इनड्राइभ राइड शेयरिङ एप्सको बारेमा जानकारी लिएर आएको छु। यो एप्सबाट चाहिँ हामीले आफ्नो घर या अफिसमै बसी ट्याक्सी या बाइक बुकिङ गरेर चाहिँ यात्रा गर्न सक्छौं। जस्तो हामीहरुलाई अफिस जानु पर्यो, घर जानु पर्यो या बाहिर कतै जानु पर्यो भने चाहिँ हामीहरुले बाहिर रोडमा गएर चाहिँ ट्याक्सी या बाइक खोजिरहनु पर्दैन, दुःख गरिरहनु पर्दैन। यो इनड्राइभ एप्सबाट ट्याक्सी या बाइक केमा जाने हो बुक गर्नुभयो भने चाहिँ तपाईहरुको चाहिँ आफ्नो लोकेसन या घरैमा लिन आइपुग्छ र सजिलै हामीहरुले यात्रा गर्न सक्छौं। अब म तपाईहरुलाई सस्तो र सजिलो तरिकाले हामीले इनड्राइभमा बाइक या ट्याक्सी कसरी बुकिङ गर्ने मोबाइलको स्क्रिन शेयर गरेर देखाउँछु। अब सबैभन्दा पहिला चाहिँ हामीले प्ले स्टोरमा गएर चाहिँ यो इनड्राइभ एप्स डाउनलोड गरौँ। प्ले स्टोर ओपन गर्नु होला, त्यसपछि सर्च बारमा इनड्राइभ एप्स भनेर लेख्नु भयो भने चाहिँ यहाँ देखाउँछ। त्यसपछि यसलाई इन्स्टल गर्नु होला। इन्स्टल भइसकेपछि यसलाई ओपन गर्नुहोस्। अब यो एप्समा जोइन हुनको लागि चाहिँ तपाईहरुले चाहिँ आफ्नो गुगल या फोन नम्बरबाट रजिस्टर गर्न सक्नुहुन्छ। जस्ट कन्टिन्युस विथ फोन नम्बर गरे मैले चाहिँ फोन नम्बरबाट सजिलो हुन्छ। त्यसपछि आफ्नो मोबाइल नम्बर दिनुहोस्। मोबाइल नम्बर दिइसकेपछि नेक्स्टको अप्सनमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ तपाईहरुलाई चाहिँ 6 डिजिटको भेरिफिकेसन कोड आउँछ। यसलाई चाहिँ कपी गरेर चाहिँ यहाँ पेस्ट गर्नुहोस्। अब पिन नम्बर राखेपछि यो नेक्स्ट पेज खुल्छ। यसमा चाहिँ तपाईहरुले चाहिँ सिक्योर लगइनको लागि चाहिँ तपाईले आफ्नो फिंगरप्रिन्ट या फेस पिन दिन सक्नुहुन्छ र तपाईहरुले चाहिँ यति दिन चाहनुहुन्न भने चाहिँ जस्ट स्किप गर्नु होला। जस्ट मैले चाहिँ स्किप गरे। त्यसपछि टर्न योर लोकेसन अन भनेको छ। आफ्नो लोकेसन अन गर्दा पनि हुन्छ। मैले जस्ट अन गर्छु। अन गरिसकेपछि चाहिँ हामी इनड्राइभको होम पेजमा आइसकेका छौं। यहाँ टर्न अन भनेर लोकेसन अन गरिदिनु। अब तपाईहरु यसमा बुकिङ गर्नको लागि चाहिँ तपाई मोटरसाइकलमा जाने हो कि तपाईले चाहिँ कम्फर्टेबल कारमा जाने हो कि ट्याक्सीमा जाने हो कि या तपाईहरुले चाहिँ यसमा फुड डेलिभरीहरु पनि गर्न सक्नुहुन्छ। ठुलो ट्रकहरु पनि बुक गर्न सक्नुहुन्छ। जस्ट बुकिङ गर्नको लागि चाहिँ तपाईहरु वेयर टु अर फर हाउ मच भनेको छ। यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुले चाहिँ यो माथि फ्रम लेखेको छ। यो फ्रममा चाहिँ जस्ट क्लिक गरेर तपाईहरु कहाँदेखि जान चाहनु भएको छ, तपाई जहाँ हुनुहुन्छ आफ्नो लोकेसन दिनु होला। जस्तो म चाहिँ वसुन्धरा चोकमा छु भने वसुन्धरा मार्ग यहाँ देखाएको छ। अब तपाईहरु यो सेकेन्डमा चाहिँ 2 भनेको ठाउँमा चाहिँ तपाईहरु कहाँ जाँदै हुनुहुन्छ तपाईहरुको डेस्टिनेसन लोकेसन राख्नुपर्ने हुन्छ। जस्ट म चाहिँ यहाँबाट टिचिङ हस्पिटल जाँदै छु भने टिचिङ हस्पिटल महाराजगञ्ज आइसकेको छ। अब चाहिँ देख्न सक्नुहुन्छ वसुन्धरा मार्गदेखि टिचिङ हस्पिटल यहाँ देखाइसकेको छ र यो वरिपरि चाहिँ कति बाइकहरु छन् यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ। यदि ट्याक्सी भए पनि तपाईहरुले देख्न सक्नुहुन्छ। अब यो इनड्राइभ एप्समा चाहिँ आफ्नो प्राइसहरु बार्गेनिङ पनि गर्न सक्नुहुन्छ। यहाँ चाहिँ तपाईहरुले चाहिँ 50 रुपैयाँ लेखेको छ र तपाई यदि गाडीमा जानुहुन्छ भने चाहिँ 185 रुपैयाँ लेखेको छ। कम्फर्टेबल गाडीमा जानुहुन्छ चाहिँ 220 लेखेको छ। जस्ट मैले चाहिँ बाइकको लागि चाहिँ बुकिङ गर्दै छु। अब तपाईहरुले यसमा प्लस माइनस गरेर घटाउन या बढाउन पनि सक्नुहुन्छ। जस्तो यहाँ चाहिँ बार्गेनिङ गर्ने अप्सन रहेनछ। मिनिमम 50 नै रहेछ। अब सबै ठीक छ भनेपछि चाहिँ तपाईहरुले फाइन्ड अफर भनेर क्लिक गर्नु होला यहाँ तल। अब चाहिँ हाम्रो इनड्राइभको राइडरहरुसँग चाहिँ रिक्वेस्ट पुग्छ। यहाँ देखिरहेको छ रिक्वेस्ट आइसकेको छ 50 रुपैयाँमा। जस्ट तपाईहरु जान चाहनुहुन्छ भने चाहिँ यसलाई एक्सेप्ट गर्नु होला। यहाँ चाहिँ 1 मिनेट भित्र आइपुग्छ भनेको छ। मोटर बाइक हिरोको छ र यसको रेटिङ चाहिँ 4.81 छ। एक्सेप्ट गर्नु होला। यदि जान चाहनुहुन्न भने चाहिँ डिस्कनेक्ट गर्नु होला। हेर्नुस् अर्को रिक्वेस्ट यहाँ आएको छ। जस्ट मैले चाहिँ यसलाई एक्सेप्ट गर्दै। एक्सेप्ट गरेपछि चाहिँ हामीलाई अब लोकेसन हामी जानुपर्ने चाहिँ यहाँदेखि यहाँसम्म हो। अब हामीलाई चाहिँ यहाँ मेसेज आयो र तपाईहरुलाई फोन नम्बर आउँछ र उहाँहरु तपाईहरुको लोकेसनमा लिन आउनुहुन्छ। त्यसपछि तपाईहरुले चाहिँ यात्रा गर्न सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो यदि मन पर्यो भने चाहिँ भिडियोलाई जस्ट एक लाइक गरेर च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला र तपाईहरु यदि पठाओ र याङ्गो एप्स चलाउनुहुन्छ भने पनि त्यसको बारेमा पनि बुझ्नु होला। यो इनड्राइभ जस्तै हो। यहाँ तल दिएको दुईटा भिडियो हेर्नु होला। थ्यांक्स फर वाचिङ। लभ यु गाइज। बाइ बाइ।